नमस्कार साथीहरू, टेक अशोक च्यानलमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु। इन्डिया एम्बेसीले स्कलरसिपको लागि फर्म ओपन गरेको छ, जुन चाहिँ महात्मा गान्धी स्कलरसिप स्किम हो र अर्को चाहिँ गोल्डन जुब्ली स्कलरसिप स्किम हो। यो चाहिँ 2025 टु 2026 इयरको लागि हो। यो स्कलरसिपका लागि अक्टोबर 6 देखि नोभेम्बर 2, 2025 सम्म यो दिएको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिन्छ। फर्स्टमा चाहिँ महात्मा गान्धी स्कलरसिपको इलिजिबिलिटीहरू के छन् त। यो कक्षा 11का विद्यार्थीहरूका लागि हुन्। नेपालका कुनै पनि मान्यता प्राप्त विद्यालयमा कक्षा 11मा अध्ययनरत हुनुपर्छ। कक्षा 10मा कम्तीमा 60% अङ्क ल्याएको हुनुपर्छ र अर्को चाहिँ अरू कुनै छात्रवृत्ति नलिएको प्रमाण एउटा लेटर लेखाउनु पर्ने हुन्छ। त्यो चाहिँ प्रिन्सिपलको सिग्नेचर हुनुपर्ने हुन्छ, कलेजबाट लिनुपर्ने हुन्छ। अर्को चाहिँ यदि तपाईँहरूलाई यो स्कलरसिप पर्यो भने पर इयर 24,000 को दरले आउँछ। 24,000 11मा पनि, अनि 11मा फाइनल इयरमा पास हुनुभयो भने 12मा पनि कन्टिन्यू हुन्छ तपाईँको, अनि 12मा पनि 24,000 आउँछ। सेकेन्ड स्कलरसिप चाहिँ गोल्डन जुब्ली स्कलरसिप स्किम हो। यो चाहिँ ब्याचलर फर्स्ट इयरमा नाम लेखाउनु भएको साथीहरूको लागि हो, जुन चाहिँ भर्खरै +2 पास गरेर अनि ब्याचलर फर्स्ट इयरमा नाम लेखाउनु भएको साथीहरूको हो। नेपालका यसको इलिजिबिलिटी चाहिँ नेपालका कुनै पनि कलेजमा ब्याचलर फर्स्ट इयरमा अध्ययनरत हुनुपर्ने छ। कक्षा 12मा कम्तीमा 70% अङ्क ल्याएको हुनुपर्ने छ। अनि यसको चाहिँ एज लिमिट पनि छ। उमेर 17 देखि 22 वर्षको हुनुपर्ने छ। यसको चाहिँ छात्रवृत्तिको चाहिँ पैसाको चाहिँ कुरा गर्नुपर्दा MBBS र BDS तिर 48,000 दिन्छ। त्यो चाहिँ 5 इयरको लागि हुन्छ। अनि इन्जिनियरिङ चाहिँ, अनि अर्को आर्किटेक्चर र अर्को बाम्समा 48,000 नै दिन्छ, तर त्यो 4 वर्षको लागि मात्रै हुन्छ। अनि अन्य विषयहरू लाइक BBS BBA पढेकोलाई पर्छ भने 36,000 पर इयर दिन्छ, 3 वर्षको लागि हो। अनि यसको डकुमेन्टहरू चाहिँ के लाग्छ नि, विद्यार्थीको ओरिजिनल सिटिजनसिप हुनु पर्यो अथवा आमा बुबाको भए नै हुन्छ। विद्यालय अथवा कलेजको सिफारिस, कुनै अन्य छात्रवृत्ति नलिएको प्रमाण सहित हुनु पर्यो एउटा सिफारिस। र अर्को चाहिँ वार्षिक परिवारको इन्कम, यानि कि फ्यामिली इन्कम 2 लाखभन्दा कम हुनु पर्यो। यो चाहिँ म्युनिसिपालिटी अथवा वार्डबाट बनाउनु पर्ने हुन्छ। र हालसाल घिचेको एउटा फोटो र अपलोड गर्नुपर्ने +2 को सर्टिफिकेटहरू अपलोड गर्नुपर्ने हुन्छ। यदि तपाईँ योग्य हुनुहुन्छ भने यो अवसर नछोड्नुहोला। आजै आवेदन दिनुहोस् र आफ्नो उज्जवल भविष्यतिर एकदम अघि बढ्नुहोस्। म चाँडै अर्को भिडियो लिएर आउँछु।
फर्म कसरी भर्ने त्यो अहिलेको लागि धन्यवाद।